नमस्कार, मेरो नाम हो ज्ञान बहादुर घले। सधैँ चाहिँ आज पनि लोकेसन थोरै चेन्ज गरेर तर स्टोरी चाहिँ त्यही नै हो। स्टोरी मात्रै नभएर दिस इज द राइट थिङ्स टु टेल यु गाइज and want to tell you about that what is happened before then there is the in Nepal. Greater Nepal को लागि नेपालले पहिलेदेखि लडेको थियो भन्ने देखाइएको छ, तर त्यो लडेको थिएन। ग्रेटर नेपाल को लागि नेपालले के सम्मान गरेको थियो म आज भन्छु। एक सन्धि हैन, दुई सन्धि हैन, पाँच चोटि एउटा व्यक्ति प्रधानमन्त्री बन्दाखेरि 5 चोटि नै उसले सिग्नेचर त्यो साइडमा गरेको छ कि जुन जग्गा, जुन जमिन र जुन देशको लागि चाहिनु पर्ने थियो त्यो चाहिँदैन म हुन्जेलसम्म भनेर। मिलियन अफ डलर पैसा उनीहरूले खाएको छ र उनीहरूले मिलियन अफ डलर पैसालाई बाहिर देशमा लगेर राखेको छ। दिस इज द वान इज द ट्रुथ। ग्रेटर नेपालको लागि लिपुलेक, लिम्पियाधुरा र पश्चिममा भएका ती हर कुराहरू र जति पनि कुराहरूलाई हामीहरूले आफ्नो साइडमा राख्न सकिन्छ अथवा आफ्नो देशमा वापस गर्न सकिन्छ। इन्डियालाई भनेर होस् चाहे त यो दुनियाँको सबैभन्दा ठुलो हाई कोर्टमा गएर होस् केस लगाउन सकिन्छ, किनकि 6 महिनाको लागि सुनौली सन्धि भएको थियो भने 6 महिना पछि रिटर्न हुनुपर्ने कुरा आज 50 वर्षपछि पनि रिटर्न भएको छैन। यो हामीलाई चाहियो। र अहिले आउँ कुरा बालेन शाहमा। बालेन शाहले गर्नुभएका हर कामहरू राम्रो छन् र बालेन शाहलाई एउटै मात्र सन्देश हामी यो पनि दिन चाहन्छौँ कि हाम्रो जमिन इन्डियामा जति पनि गाभिएको छ त्यो वापस चाहियो, हामीहरूलाई फिर्ता चाहियो हामीहरूलाई। तर यो भन्दै गर्दाखेरि वी मस्ट बी हेल्प टु द गभर्नमेन्ट अफ नेपाल अल्सो। वी आर द पब्लिक एन्ड पब्लिक वान इज द बेस्ट एनर्जी फर द गभर्नमेन्ट अफ नेपाल। र हामीले सहयोग गर्न बडो जरुरत छ। हाम्रो ठुलो ठुलो जमिनहरू जुन भूभाग चाहिँ हाम्रो नेपालको लागि अत्याधिक महत्त्वपूर्ण छ त्यो चाहिँ सबै इन्डियाले लगेको छ। र इन्डियामा पनि भर्खरै सरकार चेन्ज भएको छ। सरकार मात्रै होइन, इन्डियाको बेङ्गल साइडमा हेर्नुहोस् या त तमिलनाडुमा हेर्नुहोस्, त्यहाँ पनि सरकार बदलिसकेको छ। अब हुँदैछ नयाँ युगको सुरुवात। नेपालमा त सुरु भइसक्यो। नेपाललाई हेरेर पनि एक्जाम्पल थिङ्सहरू दे विल बी अडप्टिङ। अरू कुनै देशले राम्रो चिजलाई अडप्ट गर्छ भने हामीले किन नगर्ने? वी क्यान बी डाई फर दैट थिङ्स। वी मस्ट बी रिटर्न ब्याक द आवर लैंड फ्रम द अनदर कंट्री। वी मस्ट बी चार्जेस देम what they needed, but we can fight with them in a high court also. त्यति मात्रै नभएर यो सुनौली सन्धिमा जति पनि मान्छेहरू घुसेका छन् यो ग्रेटर नेपाललाई एउटा स्मलर कन्ट्री बनाउनको लागि हाम्रै देशको मान्छेको हात छ। यो कुरामा केस उठाउने भने ठुलठुला नेता मात्रै होइन, ठुलठुला बिजनेसम्यान पनि जेलको कुनामा बसेर पुरा जिन्दगी एउटा सानो कटौरामा भात खानुपर्छ। त्यति मात्रै होइन 400 ग्राम चामल, 200 ग्राम दाल र 100 ग्राम नुन खाएर बाँच्नुपर्छ पुरा जिन्दगी। र त्यो देशको भूमि भूभागलाई वापस गर्नको लागि हामीले हाइकोर्टमा मात्रै नभएर हामीले त्यो देशका जनताहरूलाई पनि थाहा दिन जरुरत छ कि जुन देशको जनताहरूले आजसम्म भनेका छन् कि यो भूभाग भनेको नेपालको होइन यो इन्डियाको हो भनेर। लिपुलेक, लिम्पियाधुरा जस्ता इत्यादि हाम्रो नेपालमा चाहिने चिजहरू धेरै चिजहरुमा चाहिँ हाम्रो नेपाललाई सपोर्ट गर्ने चिजहरु चाहिँ आज उनीहरुको साइडमा छ। यो साइडमा गर्ने कसले गर्यो? हाम्रै नेताहरुले गरे। हाम्रो नेताहरु भन्नाले म तपाईहरुलाई क्लियरली भन्दिउ यो हामीले गर्यौं, किनकि हामीले उसलाई यो सम्मान गरियो कि भोट दियो वापस ल्याउँछु भने वापस लिएर आए त आएन। एकचोटी त ठीक छ, one time that you done the mistake that is fine, but every time that you done the mistake that is non able the person to be the understanding। र त्यति मात्रै होइन कि तपाईले पटक पटक गल्ती गर्दै हुनुहुन्छ भने त्यो नेताको गल्ती होइन, यो त तपाईको पनि गल्ती छ। तपाईलाई थाहा होला कि जुन कुराले हाम्रो देशलाई अगाडि बढाउन सकिन्छ अथवा त्यो देशको भूमि हामीलाई चाहिन्छ भनिन्छ नि, भूमिको लागि मान्छे मरिमेट्ने गर्छ। त्यति मात्रै होइन, हाम्रो देशको लागि चाहिने हाम्रो देशको सम्पत्ति हो नि त, सम्पदा हो नि त, त्यो खोइ त। अब आयो नयाँ कुरो। बालेन्द्र शाहले जति पनि गर्दै जानु भएको छ, एक दिन यो ल्यान्ड फिर्ता गर्नलाई उहाँले पनि बडो आफ्नो पुरा जिन्दगी लगाउनुहुन्छ अथवा आफूले बहुत कोसिस गर्नुहुन्छ। यो कोसिसमा बालेन्द्र शाह एक्लै हुनुभयो भने केही पनि गर्न सक्नुहुन्न। यसमा जनताको सपोर्ट चाहिन्छ, जनताको हर विचार चाहिन्छ। र अब अर्को नयाँ कुरोमा आउनुहोस्। हाम्रो यो समयमा के चलिरहेछ भने बालेन्द्र शाहको राजीनामा खोज्ने मान्छेहरू धेरै छन्। अहिले धेरै भन्दा पनि त्यो एउटा गिरोह छ, एउटा ग्याङ छ, किनकि त्यो ग्याङ आज म सत्य तथ्य कुरा भन्ने त्यो ग्याङ आफू चलेको छैन, उसलाई चलाइएको छ। उ त गोटी मात्र हो, गेम खेल्ने गेमर अरु नै कोही छ। मलाई राम्ररी थाहा छ। यो कुरा जुन दिन थाहा हुन्छ नि त्यो दिन
त्यो व्यक्तिको जिन्दगी तहस-नहस भएन छ भने यो भिडियो सेभ गरेर राख्नुहोस्, किनकि आयु खासै लामो छैन त्यो व्यक्तिको। त्यो व्यक्तिले देशलाई बिगार्नलाई होस् चाहे देशको मान्छेलाई बिगार्नलाई होस्, उचाल्नलाई होस्, कुनै पनि एउटा सम्बन्धित निकायमा गएर होस् चाहे कुनै पनि एउटा जनताले बनाएको व्यक्तिलाई होस्, यो तरिकाले चाहिँ नि निक्ली राजीनामा चाहियो भन्नु पनि देशको लागि सबैभन्दा ठुलो क्यान्सर जस्तो भएर जन्मेको हुन्छ। र त्यति मात्रै होइन, यो मान्छेलाई कसले चलाएको छ त्यो त राम्ररी थाहा होला। तिनीहरू सायद अहिले जेलमा पनि होलान् र पहिला पनि जेलमै थिए। कति पैसा खाएको होला त यो मान्छेले? नाम खोलेर भनिदिउँ, हर्क साम्पाङले आजसम्म जति तीनवटा सिट जित्ने मान्छेले हेल्प गर्नुपर्छ, एउटा राम्रो सरकार आयो भने सहयोग गर्नुपर्छ। डिसिजन लिने होइन, डिसिजन कसले लिन्छ? डिसिजन त्यसले लिइराखेको छ कि जसले आएर प्रधानमन्त्रीको पद सम्हालिराखेको छ र त्यसले देश बनाउँछु भनिराखेको छ। र हामीले त्यस्तो व्यक्तिलाई सहयोग गर्यौँ भनेदेखि हामी के हुन जान्छौँ? हर्क साम्पाङले आफ्नै पर्सनल क्युआर पठाएर बाहिर देशदेखि पैसा मगाएर 14 देखि 15 करोड पैसा उसको खातामा छ, तर त्यो जुन उसले के को लागि मागेको थियो त्यो छैन। आज मैले योसम्म भिडियो देख्न सकेँ कि एउटा पुल बनाएको छ, त्यो पनि बाँसको पुल। कति वर्षको लागि बनाउने बाँसको पुल? श्रमदानले कुनै देश बन्दैन। म पहिलेदेखि भन्दैछु, श्रमदानले देश कदम कदाची बन्दैन। श्रमदानले त सिर्फ एउटा घर चल्न सक्छ, एउटा समुदाय चल्न सक्छ, पुरा देश होइन। पुरा देशको लागि गुगल डाटा नेपालमा आउँदैछ, मैले योभन्दा अगाडिको भिडियो पनि भनेको थिएँ। फेसबुक लगानी नेपालमा आउँदैछ, त्यस्तै हर चिजहरू इत्यादि चिजहरू नेपालमा आइराखेको छन् र नेपालको बिजनेसलाई डेभलपमेन्ट गर्नको लागि बडो सजिलो छ भनेर भालेन शाहले यतिसम्म गर्दै हुनुहुन्छ भने खुट्टा तान्नुको सट्टा उसले नपाएको खुड्किलो बनाइदिन चाहिँ जरुरत छ। हामी कस्तो खालको नेपाली छौँ हामीले एकचोटि सोच्नुपर्छ। यदि हर्क साम्पाङ कुनै पनि सच्चा नेपालीको सामने पुग्यो भने नि एक थप्पडमा हर्क साम्पाङलाई जमिनमा गिराइदिन्छ, त्यो पनि नेपालकै जमिनमा। नेपालको जमिनमा त यो मान्छे हुर्क्यो, नेपालको भूमिमा त यो मान्छे हुर्क्यो, तर नेपालीको मन, नेपालीको तन, नेपालीको नजर र नेपालीको दिमागमा हुर्केको छैन यो मान्छे। सम्झनुहोस्, बाहिर देशको लगानी होइन, मेरै देशको लगानीले यसलाई भड्काइराखेको छ। यो मान्छे कति बाँच्छ? अब 20 वर्ष पनि राम्ररी बाँच्दैन होला। कमसेकम त्यति नबाँच्ने मान्छेले त देशको विकासको लागि सोच्नु पर्दैन के? अजम्बरी ऊ हो र पुरा एरियालाई नै आफ्नो कब्जामा लिनलाई? अजम्बरी आजसम्म कोही पनि छैन। ही इज नट अ लाइक अ हनुमान। त्यसैले एउटा ह्युमन बिङ हो, ह्युमन बिङको लिमिटेड टाइम हुन्छ र लिमिटेड टाइममा आफूले गर्ने क्रिया र कामहरूलाई एकदमै बढावा दिन पर्ने जरुरत छ। त्यति मात्रै नभएर जति पनि यो मान्छेको गिरोह चलिराखेको छ नि, यो मान्छेको गिरोह चलिराख्दाखेरि सम्झनुहोस् एकचोटि, यो मान्छे हिजोको दिनमा चप्पलसम्म लाउनलाई राम्रो थिएन। भन्नुहोस् यसको अवस्था त्यो थिएन, तर आज यो मान्छे यतिसम्म ठुलो किन हुन पुग्यो? हिजोको दिनमा कुनै पनि ठाउँमा गएर भोट मागेको देख्नु भएको होला नि, 3 चक्के टेम्पूदेखि झरेर मलाई भोट दिनुहोस् म धरानी जनतालाई पानी खुवाउँछु भनेको मान्छे आज गृह मन्त्रीदेखि लिएर भनौँ अथवा ठुल्ठुला मन्त्रीहरूलाई यो मान्छेले आएर भन्छ इन 2 इयर्समा 2 वर्षमा आएर भन्छ कि नेपालको संसद भवनमा आएर भन्छ कि हामीलाई तिम्रो राजीनामा चाहियो। यो मान्छेको पछाडि के हात छैन होला? बुझ्न जरुरत छ। हामी नेपालीले बुझ्न जरुरत छ, हामी नेपाली जनताले बुझ्न जरुरत छ, हामी व्यक्तिगत तरिकाले पनि बुझ्न जरुरत छ। तर यो जबसम्म बुझिँदैन नि तबसम्म राम्रो मान्छेलाई हाम्रो देशमा मुन्टो नै काटिन्छ, राम्रो मान्छेको खुट्टै काटिन्छ, राम्रो मान्छेलाई हामीले सक्ने नै हो, जलाउने हो, भस्म खरानी गर्छौँ हामी। तर एकचोटि सम्झिनुहोस्, त्यो गर्नुभन्दा पहिला के तपाईँको जीवन के राम्ररी चलेको छ? छैन नि। यदि छैन भने मस्ट बी सपोर्ट बालेन शाह। जय घन्टी।